बाटो यस्तो छ नि मामु हिउँ परेर बाटो यस्तो भएको छ है मामु नि बाटो त सप्पा छ त्यो छ मामु र म गइरहेको छु यहाँ हिउँमा मामुलाई देखाउनु पर्यो मेरो मामु यहाँ छ है मेरो मामु यहाँ छ है हिँडिरहेको छ मामु र म नि परेको रोकेको छ घाम देखाएको छ अहिलेको समरको ग्राउन्ड त अहिले यस्तो भएको छ सबै हिउँले खोला बगर जस्तो सेतै 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 नि मम्मी फुटबल खेल्ने ग्राउन्ड चाहिँ सेतै हिउँले ढाकेको छ यहाँ मम्मी मेरो मम्मी यहाँ छ है मम्मीले भाटै यहाँ भाटै यहाँ हो भाटै गोल ग्राउन्ड पुरै खोलाको बगर जस्तो भयो मरुभूमि भयो नि हो हाँस चलिरहेको छ यहाँ हाँस चलिरहेको छ यस्तो भइदियो के क्यानाडाको जिन्दगी हिउँ परेपछि बिजोग हुन्छ यहाँ के भयो यहाँ हाँसको पहिला यहाँ हाँसेन यहाँ हाँसिनेको पहिला है हाँसको पहिला कति छ है पहिला पर हाँसो पर जुम गरेर देखाउनु पर्यो पर हाँस पहिला यहाँ छ यहाँ त मामु पहिला भाटा यहाँ हान्थ्यो मामुले हाँसको पहिला कति ए यहाँ पहिला हामी मान्छे सबै इन्डियन नेपाली क्यानाडियन सबै जाति मान्छेहरू यो ढुङ्गा माथि बसेर गोल हेर्ने ठाउँहरू हो यहाँ कन्भर्सेसन गर्दै बस्ने भलाकुसारी गर्दै बस्ने ठाउँहरू अहिले मान्छे कोही छैन है सबै हिउँले पुर्यो यो चाहिँ वासरुम हो टोइलेट ड्रेसिङ गर्ने रुमहरू यो चाहिँ ग्राउन्ड यस्तो भएको छ अलिअलि गाडीहरू तार बसिरहेको छ यहाँनिर मेरो मामु चाहिँ यहाँ छ नि मामु यता यो नि ग्राउन्ड हो ठुलो ग्राउन्ड हो चाहिँ यहाँ चाहिँ अलिक धेरै जाने प्लेयर्सहरू आएर खेल्ने गर्छ यो चाहिँ कम्पाउन्ड गरेर चाहिँ यहाँनिर बाह्र राखेको ठाउँ हो यो चाहिँ बाहिर दिन हेर्नु मिल्छ यहाँ चाहिँ अरू यता छ ग्राउन्ड उता छ ग्राउन्ड सबै यता पछाडि ग्राउन्ड छ नि मामु यता पर रोड छ त्यो कालो बिल्डिङ देखेको पहिले हामी बसेको ठाउँ हो पहिले हामी त्यहाँ बस्थ्यौँ कालो बिल्डिङमा त्यहाँदेखि यता चाहिँ त्यो गाडीको पछाडि एउटा रुख दिएछ त्यो रुखको पछाडि चाहिँ रोड छ रोडदेखि पछाडि चाहिँ हामी बस्छौँ नि मामु हामी बस्छौँ नि त्यहाँनिर त्यो छ बाटो चाहिँ क्लियर छ हिउँ छैन बाटोमा चाहिँ सबै ओइलेको दिल्लेको छ
आमाको हुल्चा कुदाउन त सजिलो छ नि मामु सबै बाटो चाहिँ बिल्लेको छ बाटो बाहिर चाहिँ यस्तो छ सक्दैन हुल्चा जाँदैन त्यही भएर मामु र म यहाँ हिँडिरहेको छु अहिले 5 बज्न लाग्यो रात बेलुकाको यतिखेर त घाम लागेर टन्डर हुन्थ्यो पहिले त समरमा त नि मामु 9, 10, 11 बजेसम्म खेल हुन्थ्यो यहाँ त खेल छैन अहिले त हाँसले पो खेलिरहेको छ खेल त छैन ग्राउन्ड